नमस्कार, जय गोर्खा सबलाई। र म एउटा सानो भिडियो है, हाम्रो अहिले हालैमा सामाजिक सञ्जालमा कतिवटा कुरोहरू चलिरहेछ, जस्तै गोर्खाल्यान्ड माग्नेहरूले चाहिँ यो मागे खाने भाँडोहरू बनाउँदैछ भनेर हाम्रो दाजुहरू सोसल एक्टिभिस्टहरू अथवा जेनजी आन्दोलनलाई चाहिँ बिथोल्ने कामहरू गर्दैछ। यो चाहिँ कदापि नगर्नु है, किनभने उनीहरूले कतिजनाले हृदयबाट यो आन्दोलन सुरु गरेको छ है। अन्त कति जाति प्रेमी छ, कति माटो प्रेमी छ है। विदिन लिभिङ इन दिस सोसाइटी लाइक इन्डियन कन्स्टिट्युसन्स है, यो युनियन अफ स्टेट्स हो, फेडरल स्टेट्स हो है। यहाँ सिटिजन्सको जस्टिस, इक्वालिटी, लिबर्टीहरू छ क्या। हामी डेमोक्रेटिक सोसाइटीमा बसेको है, एउटा प्लुरलिस्टिक सोसाइटी भन्छ इन्डियन कन्स्टिट्युसनलाई है। वी आर लिभिङ इन द्याट काइन्ड अफ सोसाइटीमा बसेर त्यस्तो बेफाइदा कुराहरू गर्नु हुँदैन है। एउटा सिटिजनको हक हो यो कुरो, फ्रिडम अफ एउटा स्पिच हो, फ्रिडम अफ लिबर्टी हो है। यो कुरोहरू मान्नुपर्छ संविधानको है, जतापाए त्यता बोलेर हुँदैन है। लड्नेले कतिले हृदयबाट लडिरहेको छ है, गोर्खाल्यान्ड मुभमेन्टको लागि, गोर्खाल्यान्ड आन्दोलनको लागि है। चलिरहेको छ, त्रिपक्ष वार्ताहरू चलिरहेको छ है। मैले पनि भने 244A राम्रो छ, त्यसको रिलेभेन्टमा है एउटा एमेन्डमेन्ट गरेर हाम्रो पाहाडमा समाधानहरू ल्याउनु सक्यो भने र हाम्रो नेताजीहरूले पनि कति कुरोहरू अध्ययन गरेर है, कन्स्टिट्युसन अथवा संविधान बुझेको जानेको मान्छेहरूसँग सङ्गोष्ठी गरेर, गोष्ठी गरेर अथवा है एउटा मिटिङ राखेर उनीहरूसँग चर्चा वितर्क गरेर डाइरेक्ट भन्नु सक्नुपर्छ गभर्मेन्ट अफ इन्डियालाई अथवा स्टेट अफ वेस्ट बेङ्गाललाई पनि भन्नु सक्नुपर्छ। हामीलाई आर्टिकल 248A जस्तो विदिन स्टेटमै हामीलाई दिनु चाहन्छ, स्टेट विदिन स्टेट दिनु चाहनुहुन्छ भने त्यस्तो हायर अथोरिटी अथवा हायर पावर भएको, रिलेभेन्ट भएको अथवा त्यो जस्तै 244A को जत्तिको पावर भएको कन्स्टिट्युसनल फ्रेमवर्कमा नट अन स्ट्याचुटरी बडी हामीलाई चाहिँ, तर कस्तो कन्स्टिट्युसनल बडी भएको अथवा आर्टिकलबाट निस्केको है, एउटा इन्टरिम व्यवस्था दिएर है, इन्टरिम व्यवस्था दिएर आर्टिकलबाट है हामीलाई भोलिको दिनमा त्यसलाई पर्मनेन्ट गर्ने हाम्रो स्टेटपट्टि जाने बाटोहरू खोलिदिनुपर्छ। त अहिले जति पनि भन्दैछ हामीलाई पर्मनेन्ट पोलिटिकल सल्युसन भन्दैछ, तर विदिन बङ्गाल भन्दैछ। तपाईँहरूले पनि राख्नु सक्नुपर्छ आफ्नो उयोहरू, क्वेसनहरू, आन्सरहरू राख्नु सक्नुपर्छ कि हामीलाई स्टेटभित्रै बस्नु छ भने चाहिँ हामीलाई यस्तो पर्मनेन्ट पोलिटिकल अहिले चाहिँदैन होइन। हामीलाई 244A दिनुहोस्, जो चाहिँ अन्तरिम व्यवस्थाहरू भोलिको दिनमा बाटो खोल्नुहोस् हाम्रो स्टेटको लागि। त्यस्तो व्यवस्थाहरू तपाईँहरूले माग्नु सक्नुपर्छ है। पर्मनेन्ट पोलिटिकल सल्युसन भनेको स्टेटहुडमा गएर टुङ्गिनुपर्छ है भन्दै यस्तो व्यवस्थाहरू तपाईँहरूले चर्चा वितर्क गरेर है, एउटा संविधान बुझेको मान्छेहरू लिएर उनीहरूलाई आत्मसाथ लिएर गरेर तपाईँहरूले यो कुरोहरू राख्नु सक्नुपर्छ स्टेट अफ वेस्ट बेङ्गाललाई अथवा गभर्मेन्ट अफ इन्डियालाई है। भनौँ भने इन्डिया चाहिँ के बायोक्यामेरल अथवा के भन्छ, क्वासी फेडरल भन्छ। स्टेटभन्दा चाहिँ युनियनको पावर धेरै हुन्छ, बायस हुन्छ पावर है। अन्त यो पावरहरू सेन्ट्रल गभर्मेन्टले चलाउनु सक्छ। हामीले स्टेटमा बेसी ध्यान नदिएर चाहिँ सेन्ट्रललाई यो कुरोहरू राख्नु सक्नुपर्छ कि हामीलाई अन्तरिम व्यवस्था स्टेट विदिन स्टेट दिनु चाहन्छ भने अन्तरिम व्यवस्था दिनुहोस् अहिले, जो चाहिँ भोलिको दिनमा चाहिँ गएर स्टेटहुडमा टुङ्गिनु सकोस् भन्ने कुरो व्यवस्थाहरू तपाईँहरूले माग्नु सक्नुपर्छ। जस्तै पहिला आसाममा मेघालयले त्यसरी 244A मागेर भोलिको दिनमा 2-3 वर्ष बाद उनीहरू स्टेटहुडमा परिणत भयो। त्यस्तो संविधान तपाईँहरूले व्यवस्था माग्नु सक्नुपर्छ क्या। अन्त यहाँ कतिजना है उयोहरूले दाजुहरूले चाहिँ हाम्रो गोर्खाल्यान्ड मुभमेन्ट अथवा आन्दोलनलाई चाहिँ बिथोल्ने कामहरू नगर्नुहोस् है। एभ्री सिटिजन हेभ अ राइट अफ फ्रिडम अफ स्पिच छ होइन, एउटा लिबर्टी छ। हाम्रो इन्डिया चाहिँ एउटा पार्लिमेन्ट्री सिस्टम अफ गभर्मेन्ट हो होइन। यसमा डेमोक्रेटिक छ है, रिपब्लिकन छ होइन। आफ्नो उयो आफ्नो मान्छेले के अरे इच्छा, आफ्नो सोच राख्नु पाउँछ यो संविधानमा चाहिँ है। तपाईँले जे पाइथेन बोलिदिनुहोस् भन्दै है। पहिला नेताहरू कस्तो थियो होला, तर अहिले हालैमा हाम्रो जुन चाहिँ जेनजी दाजुभाइहरू अथवा कतिजनाहरू हृदयले खटिरहेको छ हाम्रो
आन्दोलनको लागि उनीहरू आफ्नो ढङ्गले गणतान्त्रिक एउटा नन भाइलेन्ट आन्दोलन उनीहरूले चलाएर जानु सक्छ। उनीहरूले कुनै बिथोल्ने कामहरू गरिएको देखेको छैन अहिलेसम्म। त्यही कारण उल्टापुल्टा बोल्ने कामहरू नगर्नुहोस्। मैले बिहान त्यही नन भाइलेन्ट र भाइलेन्टको बारेमा भने, तर त्यो मैले खालि बाटो मात्रै देखाएको थिएँ। तर हाम्रो दाजुभाइहरूले अहिलेसम्म, हाम्रो जेनजीहरूले अथवा हाम्रो सोसल एक्टिभिस्टहरूले कुनै पनि नराम्रो बाटो अहिलेसम्म अप्नाएको मैले देखिनँ। र त्यो कुरोहरू भन्ने कुरो तपाईँले भने जस्तै नरेन दाजुले भन्नुहुँदै थियो, त्यो कुरोहरू भन्नु हुन्थेन क्या। भन्दै मेरो यो छोटो वक्तव्य यहीँ राख्दछु। धन्यवाद।